के तपाईले याद गर्नुभएको छ बच्चा शाबास सुन्दा झन राम्रो काम गर्छ? यही हो व्यवहारवादी सिद्धान्त, बिहेभियरल थ्योरी। बच्चा रिवार्ड र पनिशमेन्टबाट सिक्छ। सिकाइ बाहिरी वातावरणबाट हुन्छ र व्यवहारमा परिवर्तन देखिन्छ। हेरौं हाम्रो दैनिक जीवनका उदाहरण। उदाहरण 1, होमवर्क गरेपछि प्रशंसा। आमा, शाबास बाबु, तिमीले आज राम्रो काम गर्यौ। यसले बच्चामा मोटिभेसन र राम्रो बानी बढाउँछ। उदाहरण 2, कक्षामा राम्रो व्यवहार। शिक्षक, धेरै राम्रो, तिमीले ध्यान दिएर पढ्यौ। सानो रिवार्डले ठूलो परिवर्तन ल्याउँछ। उदाहरण 3, गल्ती गर्दा सजाय होइन, सम्झाइ। शिक्षक, कृपया ध्यान देऊ, यसले पढाइमा असर गर्छ। यसले बच्चालाई डर होइन, जिम्मेवारी सिकाउँछ। धेरै कडा सजायले बच्चामा डर र आत्मविश्वास कमी हुन्छ। तर सकारात्मक रिइन्फोर्समेन्टले बच्चालाई राम्रो बाटो देखाउँछ। सानो प्रशंसा, सानो रिवार्ड, ठूलो परिवर्तन। व्यवहारवादी सिद्धान्त बुझ्नु भनेको बच्चालाई सही तरिकाले सिकाउनु हो।